वही मोटे कपडा धुन लागि है तिमीलाई कपडा के हम कि धो भन्ने है क्या मोटे म कि त चस्कने आया भन्ने हूँ अब है आइगे त आऊ आऊ बस जे आऊ खाना खाइए है आऊ आऊ बस आऊ कहाँबाट आया क्या भयो मस्के हो न पर अस्पताल जाउँ भने आए कोर्न चस्किएको द आज बिदा त अस्पताल आया त होला भने क्या जानु बिदा हो भने बस त क्या खाने त रोटी हालिदियो भात नखाने भ्या केही नखानु है पानी त खाने हो ठन्डा पानी नै केही नखानु म पानी खाँदो न केही खाँदो द क्या हाल्नु जुस खानिदियो नै 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 द खाऊ है कि त खाऊ न म केही खाँदैन चस्कने आइ त कह भयो द आफूले त एउटा टिकटक त खुब आउन भने एउटा मान्छे हो जम्मै जानकी सिंह भन्दा खाने हो आज भला अरे टिकटक किन बनाउन भन्दा हान्न के हो कह भन्दा हान म त बिजी हो भन्नु खाँची आजकल बनाउँदैन भन्दा टिकटक ओए कति निका खाए अरे तिनीहरू बर्थडे कहाँ गयो अरे किन आउने न अरे हल्ली कति अरे नाच्ने कति अरे खरपट दिए अरे तिनीहरू घरबाट काम त झन् कति छटी हेर दिँदै कि अरे भन्दा त अरे हब्बै है मुखी तेरि जे अरे काम त कति छटी हेर अरे नाच्ने त कति छटी दिए अरे काम त झन् के राख्ने देखि भन्दा है अद्धि खाउ त्यो हातबाट कति छटी हो क्या हो भने कहाँ देख्यो मेरो टिकटक मेरो काम कहाँ देख्यो कसले देख्यो देबा ना है देख्यो न कि अब हातबाट छटी हुनाले भन्दा है त्यहाँले भन्दा पखाइ त म अब भाँडाकुँडी धुइलु त बस्छु ल्या त यी कपडा धुइलु अझ भाँडा धुन जम्मे खान हुन्छ अब लुगा म धुउँला भाँडा म धुउँला त मोटो माइस उल्लिन हौ त हल्लिन हौ त त्यो भैँसा आज मासु लिप्न पनि म लिपुला है हुन्देला ना हुन्थ्यो चस्कने आयो भन्ने हौ त हुन्थ्यो यतै यति बिना लुगा मैले राख्थो रह आफू लगाइ पाउँदैन अबिस जानु यो बडी अघिबाट चस्कने आयो भने अहिले तुइलिगी भने एउटा भाषा लाग्यो यहाँ हेलो हजुर चाउबिन कति अब हजुर ए आएको त्यो बडी एकछिन भए म अहिले बिजी हो पछि मगाउला नि त हुने है ल ल ल आएको त्यो बडी चाउमिन भन्ने हो त त्यो आउने क्या अरू केही काम गर्नु है बा त अलि सक्दैन ना है के अच्छी है अहिले काम भाँडा धुइल्या कपडा धुइल्या अब के अच्छी अब अरू झाउ तपाईँ खाइदियो भन्ने हौ बिस्तारो झाने आएर अहिले सेलो भ्याएको ह त पानीबाट बर्खा लागेको देखेँ है चस्कने पनि आयो भन्ने हो यो अहिले मद्दको काम अरे झाउ बिस्तारो झाने आएर भलपुरी आयो झाउ त झाउ केही खाऊ भने नै भने खाने हो कि नाइ म केही खाँदैन बा जुस मगाऊ नाइ नाइ म केही खाँदैन म घर बाइ जाउँला है ए झाउ भाइ कहाँ पुग्यो बड्डी कहाँ पुगी भाइ त साउची एक हाप चाउमिन राम्रो ल्याइदिनु त है मिठो बनाएर एकै हो कोही छैन म मात्रै हो एउटै हाप है मिठो बनाएर मिठो बनाएर आउने त्यहाँपट्टि कामराबाट खाना खाएन हुनाले भाइ कि निजरको भयो